आज एउटा सानो कथा वाचन गर्ने प्रयास गरिरहेको छु। कथाको शीर्षक छ बाबुको सपना। सानो गाउँमा जीवन नाम गरेको एकजना युवक बस्थ्यो। गरिब परिवारमा जन्मिएको जीवनलाई बाल्यकालदेखि नै ठुलो मान्छे बन्ने रहर थियो। उसका बाबा एक सामान्य किसान थिए। बाबाले जीवनलाई सधैँ भन्थे, बाबु, धन दौलतभन्दा ठुलो कुरा त इमान, परिश्रम र शिक्षा हो। तर गरिबको अवस्थामा पढाइ गर्न सजिलो कहाँ थियो र? बिहान उस स्कुल जान्थ्यो, बेलुकी खेतमा बाबालाई सघाउँथ्यो अनि रातभर पढ्थ्यो। कति रातहरू त भोकै सुतेरै बित्यो। एक दिन स्कुलमा शिक्षकले एउटा प्रतियोगिताको घोषणा गरे। जो गाउँको सर्वश्रेष्ठ विद्यार्थी बन्छ उसलाई छात्रवृत्ति दिइनेछ। यो सुनेर जीवनको आँखा चम्कियो। उसले रात दिन मेहनत गर्न थाल्यो। पुराना किताबहरू रातभर पढाइ कागजमा गणितका सूत्रहरू लेख्दै अभ्यास गरिरह्यो। अनन्त परीक्षाको नतिजा आयो। जीवन प्रथम भयो। अब उसलाई सहरको ठुलो स्कुलमा छात्रवृत्ति पढ्ने मौका मिल्यो। तर समस्या थियो, यात्राको खर्च कसरी जुटाउने? बाबाले पुरानो हलो बेचे, आमा बाले रातको खाना छोडे, छिमेकीले केही रुपैयाँ सापटिदिए। बाबाले मुस्कुराउँदै भने, बाबु, तँलाई अघि बढाउन हामीले जति दुःख गरे पनि हुन्छ, त मात्र पढ्नुपर्छ। सहर जाँदा बाबाले उसको निधारमा हात राख्दै भने, बाबु, तेरो सफलता नै मेरो जीवनको सबैभन्दा ठुलो सम्पत्ति हो। सहरमा जीवनले झन् धेरै सङ्घर्ष गर्यो। ऊ दिनभर कलेज जान्थ्यो, बेलुकी ट्युसन पढाउँथ्यो अनि रातभर अध्ययन गर्थ्यो। वर्षौँको कठिन परिश्रमपछि ऊ एकजना इन्जिनियर बन्यो। जब ऊ ठुलो जागिर लिएर गाउँ फर्कियो, बाबालाई पहिलो पटक जुत्ता किनिदियो। बाबाको आँखाबाट आँसु झर्यो। बाबु, आज मलाई लाग्यो मेरो सङ्घर्ष खेर गएको रहेनछ। जीवनले मुस्कुराउँदै भन्यो, बाबा, तपाईँको त्याग नै मेरो सफलता हो।